Hi everyone, so hope you all doing well. अनि अहिले चाहिँ सडनली म रेडी भएर हिजोको नै लुगा लगाएको छु। म चाहिँ जाँदैछु दुर्गा माताको विसर्जन गर्नको लागि मानखोलामा। सबै सामानहरू अब चाहिँ पूजा गरेको सबै सामानहरू बनाउनु पर्छ। सो यहाँ जाँदैछु, म देखाउँछु हजुरहरूलाई पनि। हामी चाहिँ जाँदैछौँ दुर्गा विसर्जन गर्नको लागि। म, मेरो भाइ अनि मुनु। आज चाहिँ 3 जना 4 जना सेकेन्ड फ्लोरको टेबलमा। अनि आज चाहिँ 4 जनासम्म पनि बस्न पाइन्छ बाइकमा स्कुटीमा, किनभने आज मान्छेहरू पूजा गर्न जाँदैछ। आन्टीले त पुरा त्यो केराको उखुको उनी उखलेर लिएर आइसक्नु भएको छ। सो हजुर कतिजनालाई चाहिँ थाहा नहुन सक्छ यो किन गर्छन्। दिदी यो दुर्गा विसर्जन किन गर्छन्? दुर्गा मातालाई गरेको घरमा पूजा गरिसकेपछि अब दसैँ सकियो र यो भनेर पूजा गरेको मेन दसैँ चाहिँ हिजो भएर अनि आज चाहिँ विसर्जन गर्न जान लाग्छ। यो नरियल अनि यो चामल यो टपरीमा हाल्दै हो। दुर्गा मातालाई सुरुमा चाहिँ दसैँको फर्स्ट डेमा हामीले दुर्गा मातालाई भित्राउँछौँ घरमा, त्यसपछि पूजा गर्छौँ। त्यहाँभित्र टिकटक हेर्नु न गाइज, देखिन्न। अनि यो पनि गरिदिनु। हामी चाहिँ आइसक्यौँ मानखोलामा। यहाँ चाहिँ टिकटक पनि बन्दैछ। Oh my god गाइज हेर्नु यति धेरै मान्छे हुनुहुन्छ। मैले सोचेको पनि थिएन। दिस इज माई फर्स्ट टाइम म यसरी आएको छु। Oh my god यति धेरै मान्छे मैले एक्सपेक्ट पनि गरेको थिएन। अन्त अघिदेखि गाडीहरूमा आइराख्नु भएको थियो सबैजनाहरू। यस्तो धेरै भिड छ नि यहाँ, पुरै छाडिदिनु अति नै धेरै भिड छ। सो बाबु चाहिँ अगाडि छ अनि चाहिँ म र मुनु सँगसँगै नै हिँडिरहेको छौँ। म देखाउँछु हजुरहरूलाई यति धेरै भिड। जानी नजानी के गऱ्यौँ, किनभने यो मेरो फर्स्ट टाइम थियो। सो हाम्रो सबै कुराहरू विसर्जन गरिसक्यौँ। यति धेरै मान्छेहरू हुनुहुन्छ यहाँ, पुरै छाडिदिनु। जता हेऱ्यो त्यतै मान्छे हुनुहुन्छ। सो हामी जान्छौँ। के भयो मेला जस्तो लागिरहेको छ अरे मुनुलाई। मुनुको यहाँ खै मुनुको यहाँ ट्याटु हानिसकेको चाहिँ मुनुले माटोको। सो हामी चाहिँ जान्छौँ, किनभने मेरो पुरै लुगा पनि हिलो भइसक्यो त पानीले गर्दाखेरि। सो देखाउँछु म हजुरहरूलाई।
यहाँ पनि छ दुर्गा माताको, गणेश शिवजीको, गणेशजीको मन्दिर। मेरो मम्मीहरू त्यही तल खसेको गाइस। यस्तो बल्ल यस्तो गर्मी भएको एकैछिनमा तल चाहिँ ढेर भएर अगाडिबाट पनि लिएर आउँदैछन्। यतातिर दुर्गा माताको यस्तो ठुलो पूजा हुन्छ गाइस। घर पनि पुगिसकेछौँ गाइस। अब हामीहरू के गर्छ थाहा छैन। मेरो यहाँ यस्तो लुगाभरि पुरै भिजिसकेछ। ठिकै भयो मैले आफ्नो चप्पल ठिकै भयो आफ्नो यहाँ पनि रहेछ। ठिकै भयो मैले आफ्नो चप्पल लगाएर गएको थिएन किनभने मेरो चप्पल लगाएर चुट्न सक्थ्यो। मम्मीको हो नि त कस्तो के हुँदैन। यहाँ चाहिँ खेल्दैछ नि त के हुँदैन। म त आँखा पनि देख्दिनँ गाइस। यति धेरै मान्छेहरू तास खेलिरहेछन्। तास म पनि खेल्छु अब। सो गाइस यस्तो जुवाडीहरूसँग म खेल्दैछु तास। प्लिज होप गर्नुहोस् कि म जितेर जाम। यहाँ मुनु पनि थिएँ पैसा हामीले भेटाएको अहिलेको पनि क्लाइमेट हिजोको जस्तै यस्तो नाइस भएको छ गाइस। हेर्न सक्नुहुन्छ यतिखेरको यो छ नि 5:30 देखि 6:30 बजेको यस्तो गोल्डन आवर यस्तो दामी भ्यू देखिन्छ। तर अब चाहिँ पानी पर्दा जस्तो छ। तर यतातिर चाहिँ पुरै क्लाउडी छ। तर यो हेर्नु न ठ्याक्कै येल्लो अनि ठ्याक्कै यो साइडमा पनि ठ्याक्कै त्यस्तै छ क्या। वाउ ठिक छ। तर यो मैले हेर्न पाइरहेको छु। एज अलवेज मेरो साथी भन्ने मुनु हो कि होइन खै गाइस भर्खरै के भयो भनेर भन्छु है म।
मूलले 50 रुपियाँ भेटाइ मैले खासमा त्यो गर्ने अब यो पैसा के डोनेसन गर्ने होस् त्यही उसमा लगानी गर्छु अब केसमा देखेर मात्रै त किमान रोल्स किमान गाइज यहाँ हाम्रो यतातिर किमान रोल्स लाफिङ यस्तो केही पनि पाउँदैन कि अनि मैले यिनीहरूलाई दिस इज अ रेयर कन्डिसन अनि मुनुसँग पैसा मुनुले खानेकुरा सबै घरमा नै मुनुको लागि खानेकुराहरू सबै घरमा नै भन्छ सो मुनुलाई पैसा कमाउने अलाउ छैन त्यही भएर मुनुले रियरली पैसा पाउँछ त्यो पैसालाई इन्भेस्ट गर्न खोजिदिने अनि अर्को कुरा लाफिङ र किमान रोल्स यहाँ पाउँदैन त्यही भएर यिनीहरूलाई अति नै किमान रोल्स खान मन छ अरे अनि म भोलि यिनीहरूलाई किमान रोल्स बनाएर दिन्छु पकाएर यिनीहरूलाई टेस्ट गराउँछु म त्यस्तो मलाई आउँदैन बनाउन तर म ट्राई गर्छु कि यिनीहरूलाई पनि त्यो टेस्ट गरौँ यिनीहरू काठमाडौँ नभए पनि यहीँ भए पनि यिनीहरूले त्यो टेस्ट खान पाउन् किन यतातिर पाउँदैन कि त्यो त्यही भएर हो अरू त यस्तो धुवा भइरहेको छ एयर पोल्युसन भइरहेको छ यहाँ आगो बालेर सो गाइज हाम्रो डल्लुलाई डान्स गर्न आउँछ डल्लु प्लिज देखाइदेऊ न प्लिज डल्लुलाई एउटा ट्यालेन्ट आउँछ है हात पटकाउने खै देखाइदेऊ न पट्याएर यस्तो सक्नुहुन्छ होइन हजुरलाई च्यालेन्ज डल्लुले ओपन च्यालेन्ज है डल्लु यो गर्नु सक्ने मान्छेलाई के दिन्छौ के दिउँ चक्लेट 5 रुपियाँको चक्लेट 5 रुपियाँको चक्लेट दिन्छन् रे ल फेरि बाई बाई बिउती यहाँ बस्न चाहन्थे तर आज अस्ति मुनु के अरे सरी अस्ति बिउती बसेर आज चाहिँ दिदीले लगेर गइसक्नु तेरो बिचरा स्याड हुँदै गए घर तर यसको घर कति टाढा थाहा छ यहाँदेखि 2 मिनट्सको डिस्टेन्समा हो कि तै पनि बिचरा स्याड हुँदै गई बिभूति मामाको टाढा भयो अरे आज रमाइलो गर्छौ गऱ्यो भने अब केही छैन नानी त हाम्रो भ्लग हेरेर रमाइलो गर विल मिस यु है भन्यो न छिटो लास्टै लजाउँछन् डल्लु एउटा गाना ल एउटा गाना गाइदेऊ न त खै एउटा गाना त्यही त गाना ल छिटो तिम्रो के थाहा फ्यानहरू छन् कि मेरो भ्लगमा यतितिर ल एउटा गाना छिटो लाज मान्छन् रमाउनु न लाज ल जुन आउँछ त्यही खतरा Bombardiro, crocodilo, trippa, trippa, giraffa, just, cappuccino, assassino, bobrito, bandito, boy. So guys, म चाहिँ आइसकेको छु डल्लुहरूसँग एकछिन रमाइलो गरेँ अनि यहाँ चाहिँ पाउडर नि आउनु भएको छ टिका लगाउनको लागि सो म चाहिँ बत्तीहरू बालिदिन्छु बत्ती बालिसकेको हामी बस्दिनु अनि त्यसपछि पाउडर निसँग एकछिन जिस्काउँछु पाउडर नि खाना बनाउने काम मेरो हो खानामा आज हाम्रो बन्दैछ पनिर ह्याप्पी दसैँ पाउडर नि सी इज माई सिस्टर तर मभन्दा ठुलो अनि फेरि हजुरले भन्नु किन भन्दा ठुलो र यस्तो पाउडर नि भनेको भनेर हेर न आजकल त काली भइसक्नु पहिला ऊ मभन्दा एकदमै धेरै गोरी हुनुहुन्थ्यो कि म होइन सबैभन्दा गोरी अनि म जहिले पनि भन्थेँ कि दिदी हामीसँगै बस्नुहुन्थ्यो कि पहिला अनि हजुर पाउडर लगाइ गोरी भएको भनेर अनि नामै पाउडर नि निक नेम यस्तो लगाउनुहुन्छ टिकटक त फेरि यति हाल्नुहुन्छ गाइज तर मेरो भ्लग स्टार्ट हुने बित्तिकै लाज मानेर अचम्म चाहिँ खानु हजुर डिस्टर्ब गर्दैन आज हाम्रो म्याम आज हाम्रो खानामा के पाक्दैछ खानामा के पाक्ने हो र अब यही पकाउनु पर्यो खिर पकाउनु पर्यो रोटी पकाउनु पर्यो अनि के खाने हो पनिर खाने हो कि यस अफ कोर्स पनिर खाने हो किनभने आज हामी मासु खानु मिल्दैन आज एकादशी हो सो म पनि कहिले पनि खाँदैन एकादशीको दिनमा थाहा पाएअनुसार चाहिँ म खाँदैन एकादशीमा मासु त्यही हो यस्तो खतरनाक पानी परिसकेको छ भर्खरै हल्का अगाडि पानीभित्र आइसक्यो पानीभित्र आए बन्द गरिदियो है सो म चाहिँ जाँदैछु तल बत्ती भाग्नको लागि लुगा चेन्ज गरेर
लाइट चाहिँ छन चाहिँ छ इन्भर्टर भएर, तर कुनै कुनै ठाउँमा चाहिँ लाइटहरू छैन। हामीले चाहिँ सबैभन्दा धेरै युज हुने ठाउँहरूमा मात्रै लाइट गराएको छ। माई गड, मेरो रुममा पानी पर्छ कि क्या हो? यो अहिले आजकलको हाम्रो रुम हो ए होइन, झ्याल यस्तो पानी परिरहेछ बाहिर त। अनि अब अहिले फर्स्टमा म बत्ती बाल्छु अनि त्यसपछितिर चाहिँ गर्छु के गर्छु देखाउँछु। हाम्रो पूजा गर्ने रुम यहाँ छ, सो म बत्ती बाल्छु है फर्स्टमा। ओके भगवानमा अब चाहिँ म जान्छु माथि। यहाँ यो रुममा पनि रहेनछ त्यो लाइटहरू, मलाई चाहिँ थाहा नै छैन किनभने म धेरै त घरमा बस्दैन नि त, त्यो मलाई थाहा नै छैन कि कहाँ कहाँ लाइट छ भनेर रहेनछ। यो तलको फ्लोरमा एउटा रुममा मात्रै छ जहाँ हामी बसिरहेको छ। अब मान्छे त एकदम पनिर खाना पनिर लिन जाने हुन्छ जस्तो पानी बढेर के हुन्छ थाहा छैन। एक्कासी बाहिर यस्तो पानी बढिरहेछ। यहाँ चाहिँ लाइट रहेछ। सो मैले तुलसीको मठमा पनि बत्ती बाल्नु पर्ने छ, सो यसमा फेरि बाल्छु। सो गाइज म चाहिँ जाँदैछु यस्तो तुलसीको मठमा। गाइज यहाँ तुलसीको मठमा मैले बत्ती बाल्नु चाहिँ मम्मीले बाल्नु। आज एकादशीको दिनमा हाम्रो घरमा पाहुना पनि आउनु भएको छ। अनि आज चाहिँ खानामा छ के अरे सेफ के अरे साबुदाना छ, पनिर छ अनि रोटी। वाउ मिठो छ नि। रेट आउट अफ 10 साबुदाना, रेट आउट अफ 10 10 नै होला है। बाबाले त मम्मीको हातले बनाएको भएर 12 ए 10 आउट अफ 12। सरल साबुदाना कस्तो टेस्ट थाहा छैन? थाहा छैन। मैले चाहिँ पनिर भएर मलाई धेरै भोक लागेर मैले चाहिँ पहिले खाइसकेँ। अब यो साबुदानाको मात्रै खानुपर्ने हो। यो म एकछिनमा खान्छु किनभने मेरो पेट फुल छ। आज चाहिँ हो दसैँको दोस्रो दिन। सो हाम्रो अरू 2जना गेस्ट पनि आइसक्नु भएको छ साबुदाना खाना। हजुर साबुदाना खानाको लागि। कस्तो मुनु मुनु कस्तो छ? रेट आउट अफ 10। रेट आउट अफ 10 8। डल्लु कस्तो लाग्यो? रेट आउट अफ 10 खै किन 10 दिएनौ भन त ठुलो मम्मीलाई भनिदेऊ। साबुदानामा स्याउ छैन तर यिनीहरू कसैलाई पनि केही मतलब यो सबैजनालाई केही कुराको मतलब छैन। तर उनीहरू कसैलाई पनि मतलब छैन। तर नानी म तँलाई मात्र मिस गरिरहेको छु। म तँलाई एकदम धेरै मिस गरिरहेको छु। यो भ्लग हेरेर किनभने यो भ्लग हेर्दाखेरि तँलाई सबैभन्दा धेरै चित्त तँलाई दुख्ने छ। डोन्ट वरी। त भिडियोमा भए पनि खा खै एक चम्चा खुवाइदियो। कस्तो नानीलाई भने नानीलाई त्यही मात्र नि खा। अब के गर्नु। सो मेरो पालो चाहिँ भर्खरै आयो। मेरो पिङ्क कलरको डिब्बामा। डल्लुबाट एक्सर्साइजहरू डल्लुबाट हामी एक्सर्साइजहरू सिक्दैछौँ। सो गाइज वी आर प्लेइङ कार्ड। आज कुल्ची चाहिँ कस्तो छ? ठुलै छ कि फेरि कुरा ठुलै छ। मैले जित्छु जस्तो लागिरहेछ मलाई चाहिँ। यिनीहरूलाई पनि यिनीहरूले जित्छ। के आउँछ? Oh my god! Confident. भन त।
A प्लस हो स्पेलिङ आउँछ होला डल्लो कन्फिडेन्ट भन त कन भन त कन्फिडेन्ट कन भन न म भन्छु कन फी डेन्स कन्फिडेन्स यस गुड ल खै गुड ह्यान्डसेक ल हामी खेल्छौँ सो मलाई चाहिँ केही कुराहरू भन्नु थियो मेरो लास्ट भ्लगबाट जुन मैले दसैँको भ्लग हालेको थिएँ नि सेलिब्रेटिङ दसैँ आफ्टर 3 years भनेर सो त्यहाँ चाहिँ मेरो मम्मी मेरो आन्टी र मेरो दिदी तीनजना नै टिका लगाउनु भएको थिएन दिदी चाहिँ त्यति देखिनु नै भएको थिएन भ्लगमा मम्मी र आन्टी मेन हाम्रो नै घरको दिदी चाहिँ दिदीको त माइत भयो नि त यहाँ तर आन्टी र मम्मी त घरको नै हो सो सबैजनाले चाहिँ धेरैजनाले चाहिँ मलाई सोधिराख्नु भएको थियो मम्मीले र आन्टीले किन टिका लगाउनु भएन भन्दा मेरो मम्मी र मेरो आन्टी दुई बहिनी नै लाइक माइतबाट पनि दुई बहिनी हो सो उहाँहरूको माइती देशमा जुठो लागेको थियो त्यही भएर उहाँहरू दुईजनाले नै टिका लगाउनु भएन त्यही भएर हामीहरू सबैजनाले हामी मम्मी र आन्टी अनि दिदीको चाहिँ आफ्नो घरमा जुठो परेको थियो अनि प्लस दिदीको अहिले पिरियड्स पनि चलिरहेको भएर दिदीले चाहिँ सेलिब्रेट गर्नु भएन अनि हामीहरू सबैजनाले गऱ्यौँ अनि अर्को कुरा चाहिँ मलाई चाहिँ साडी लगाएको धेरै राम्रो देखेको थियो भनेर भनिराख्नु भएको थियो सबैजनाले थ्याङ्क यू सो मच मलाई साडीमा राम्रो देखेको भनेर भन्नुभएकोमा थ्याङ्क यू सो आज चाहिँ हो डे 3rd okay 4th I don't know so thank you for watching bye bye keep supporting keep loving